मेरो लबीमा आएपछि तिमी मर्नै पर्छ भाइ। तँलाई त यी एयरफोन छैन अब त्यो खोइ त मलाई यसले 6x स्कोप M4 खोइ त केही ड्यामेज नै दिँदैन त। ल यतै आयो यो लाटोले यो ज्योदरोले यहाँ M4 को सक्यो यार म यसलाई त साथीहरूले कहाँ उतार्छ यार। म त यो बिल्डिङमा बोल्नु के भन्नु आच्छे तल पो झरेछ। अरे फेरि कहाँ यार ए एउटा यो नुड्डा साला पत्र खोइ त हात त छोडे त थम्ले थिच्ने जाए ए कहाँ साला। अरे कहाँ खुल्छ इसको पनि कहाँ खुल्छ म भाइ टाटा लबी जाऊ अर्को गेम स्टार्ट गरा। यहाँ स्कुलमा आइपुगेँ म अपार्टमेन्टमा। अब स्कुलमा गएर टक्क स्कुलकोलाई ठोक्नु पर्यो। यहाँबाट आवाज आइरहेछ ब्राटाटाटा अरे यहाँ विद्यार्थीहरू किन तिमीहरू यस्तो राम्ररी गएर पढाउन भित्र गएर बाहिर साला भित्र मास्टर लखाडे त्यो होमवर्क नलेखेर साला नक फिनिस हो धन्न। अर्को खोइ कहाँ गयो तिम्रो त्यो फटाया तिमीसँगै भाग्ने साला सरहरूसँग लडाइँ गरे के हो माथि राम्ररी नपढेर बाहिर खेल्न कुद्न यता छ यसको सरहरूसँग लडाइँ गर्नु छ सरहरूसँग। यता फेरि खोइ भएको एक खुल्ला पैसा फेरि त्यसरी लाग्छ रिफ्लेक्स हान्यो भने। अरे लाटो रहेछ नि त्यो यस्तो भनेर थाहा पाएको भए अघि नै आउँथेन यहाँ। अब यो ठुलो पाङ्रा भएको गाडीको नाम थाहा छैन है मलाई। आयो बग्गीबाट अम्मै धन्नैले पुल्सेको। अरे के ड्यामेज अनि बग्गीमा उतारौँ भनेको मासलाई यार कन्टेन्ट पाउँछ होला भनेको त यत्रो ल धन्नै मासलाई हिलिङ्स गर्नु पर्यो। त त्यहाँ लुकेको छैन तेरो टाउको देखा फुल बडी भइरह्यो अनि छोड्छ त टाउको मात्र निकालेको भने तेरो खैरियत हुन्थेन यहाँ तेरो खल्लासै हुन्थ्यो। पुरै बडी निकालेपछि छोड्छ झन् बच्छ। अरे कहाँ फेरि यहाँ छ है यसको टाउको के हो यो 4x को किन हल्लेको यो त लाटै रहेछ नि लाटो ज्योदो रहेछ नि। त्यहाँ एउटा लुकेको मैले देखिसक्यो। अब यसले टक्क नउत्रिरै गाडीबाट सिट चेन्ज गर्ने। खोइ त मासले कहाँ लुक्यो त्यो अहिले त्यसले देख्यो भने मेरो चाहिँ किमा नुडल बनाउँछ किमा नुडल कहाँ गयो खोइ त कहाँ गयो। अरे कहाँ देखेन त मैले त भर्खर झाडीमा बसेर मासले ल झाडीमै तेरो देहान्त। यहाँ एउटा छ है डुप आवाज आइरहेछ डुपको आवाज अघिदेखि तँलाई त। अरे ल कहाँ गयो त आँखा झिमिक माल सामान सबै गायब भने जस्तो मासले कति हो मासले कहाँ गयो त्यो टाउको निकाल मासले त खोइ त मासले खोइ निकाल नआरे टाउका जसरी नि मर्ने नै हो। अर्को लबीमा छिटो जानुपर्छ कि तिमी यहाँ अब मेरो सामना परेपछि अनि कहाँ मेरो लबीमा आएपछि तिमी मर्नै पर्छ भाइ। तँलाई त यी बम ड्याम टाउकोमै फोड्यो यार यसको यस्तो नराम्रो माउथ। यहाँ छ है एउटा साल यसले सिट चेन्ज गरेर हान्न सक्थ्यो तर म आरामले मिलाएर हान्ने हो यसलाई। मलाई नै हेरिरहेछ होला तेरो निधारमा पोल पर्यो भाइ। फेरि आयो यताबाट एयरफोन छैन अब त्यो खोइ त यसले 6x स्कोप M4 खोइ त केही ड्यामेज नै दिँदैन त।
अरे भैया बिल्कुल ड्यामेज दिए खै मासला खोइ त म अरे भाइ सुतेर एउटा नझर्ने कस्तो मासले एउटा झर्यो 304 मिटर ल यतै आयो यो लाटोले यो ज्योदरोले यहाँ फर्को सक्यो यार म यसलाई त बाइजन खोइ त अघि नक भएको मर्या कि यसको मैले उतारेको हो उतारेको त हैन गयो गाडी त आछ्यै हो जाले तलाई खोइ त मा कसरी मेरो एम चुक्छ हौ स्प्रे पनि यार लाग्नु पर्ने थियो हो यहाँ बसेछ त्यसलाई त्यो होइन के त्यो गाडीमै छ होला त्यो आहा 287 मिटर